जो अल्छी छ नि त्यसलाई झन् धेरै खान मन लाग्छ अरे क्या साथीहरू हैन। यो खुर्सानीको विषयमा चाहिँ मलाई भन्न मन लागेको कुरा चाहिँ यो मेरो बारीको आफ्नै लोकल खुर्सानी हो। अनि आज मेरो भान्सामा पिरो पिरो अल्छीहरूलाई भगाउने औषधि बनाउँदैछु क्या कुरो। अनि पछि मैले लसुनहरू मजाले लसुनहरूलाई फ्राई गरेँ, यसलाई ब्राउन कलर हुन्जेलसम्म चाहिँ। यसको लसुन र खुर्सानीको कम्बिनेसन चाहिँ एकदम मिठो टेस्टको हुन्छ, त्यसैले चाहिँ लसुनलाई मजाले फ्राई गरेँ। त्यसपछि चाहिँ मैले यो फ्राई गरेको ठाउँमा फेरि त्यो तातो तेलमा चाहिँ त्यही भएको मसँग भएको अखबारी खुर्सानीलाई एड गरेँ। अनि यो खुर्सानीलाई चाहिँ हल्का नुन हालेर त्यही मैले सेलाउन छोड्छु, मतलब कि सानो डिम आगोमा परल परल पारेर मजाले फ्राई गर्छु। त्यति बेलसम्म चाहिँ मैले साइडको कामहरू गरिरहेको हुन्छु क्या। साइडको कामहरू टन्न हुन्छ नि त, मैले फेरि जुम्बी गरेर एकैचोटि गर्दैन, किनकि मैले चाहिँ जे कुरा गर्दा पनि काम गर्दै गर्छु। अनि यसलाई चाहिँ मजाले यता तातो गराइसक्दा फेरि चाहिँ उता चाहिँ मैले तोरीलाई भुटेर उसमा राखिसकेको छु एउटा भाँडोमा। अनि पछि के साथीहरू मैले त्यो लसुन त काटेको थिएँ, थोरै हुन्छ कि भनेर प्लस एड गर्नको लागि चाहिँ मैले फेरि थोरै निन्जिनलाई एड गरेँ, थोरै मात्रै, किनकि यो अखबारी खुर्सानी एकदम पिरो भएको हुनाले चाहिँ निन्जिनले हल्का निन्जिन भनेको चाहिँ गाजर हो, सरी, गाजरलाई चाहिँ हल्का मिठो टेस्ट लिन्छ कि भनेर चाहिँ। अनि बास्ना त्यो पकाएको मतलब कि तेलमा तारेको गाजर चाहिँ खाँदा फेरि नि अर्कै खालको मिठो हुन्छ क्या, स्वादिष्ट हुन्छ। त्यसले अचारलाई चाहिँ अलि मिठो मिठो गराउँछ कि भन्ने पछि फेरि माइन्डमा सेट भयो। अनि थोरै मात्रै मिसाउने सोचेँ। अनि पछि त्यसपछि चाहिँ मैले थोरै लसुन हुन्छ कि भनेर एउटा लसुनलाई पनि एड गरेँ। अनि तिल भुटेको तोरीलाई चाहिँ मैले फेरि अर्ग्यानिक टेस्ट लिनको लागि फेरि खलमै कुटेँ। अनि पछि मैले पहिला नै मासुको अचारहरू कहिलेकाहीँ बनाइराखेको हुन्छु। मेरो ओरिजिनल आफ्नो टेस्टको चाहिँ मरमसलाहरू चाहिँ पहिल्यै पिसेर राखिसकेको थिएँ, त्यो पनि एड गरेँ। त्यो गर्दा फेरि झन् सजिलो हुन्छ नि त बनाउनको लागि। अनि त्यसपछि फेरि त्यो लसुनहरू सबैलाई त्यही खुर्सानीमै एड गरेँ। यसलाई मजाले मिक्स गरेपछि चाहिँ मैले अब चाहिने मरमसलाहरूलाई एड गर्छु। सबै राखेपछि चाहिँ अचारलाई फिनिसिङ दिनको लागि मैले चाहिँ आफ्नै त के भनेर लोकल किनेको तोरीको तेलमा छानेको छु। यसको लागि यहाँनिर चाहिँ मैले सबै मरमसला स्वाद दिनको लागि मेथी, जिरा, धनिया, अनि पछि के भन्छ त्यो बसाउँछ नि सबै कुराहरू, ल्वाङ, सुकमेल सबै एड गरेर चाहिँ फिनिसिङ दिएको छु, एटलिस्ट छानेको छु। बेसार सेसार मरमसला सबै हाल्नुपर्ने चिजहरू। अनि एट लास्ट मैले चाहिँ माथिबाट तिलको धुलो पनि हालेको थिएँ। अब बाँकी चाहिँ भेनिगर हाल्न छ। यो चाहिँ सानो चाहिँ हिन पनि हालेको थिएँ कि मैले चाहिँ टेस्ट कस्तो लिन्छ होला भनेर, तर हाल्न हुन्थ्यो कि हुन्थेन, तर हालेँ होइन। तर अचार चाहिँ एकदम बवाल भएको छ। अब एड गरिसकेँ, यसमा चाहिँ मैले भिडियोमा नदेखाए पनि मैले भेनिगर एड गरिसकेको छु। थ्याङ्क यू फर वाचिङ गाइज। कति मिठो बनेको छ अखबारी खुर्सानी। फाइनल्ली रेडी भयो। मैले चाहिँ अब यसलाई यसमा हाल्छु ल।